यत्रो यो तातो घाममा पनि यहाँ उपस्थित भएर हाम्रा कुरा सुन्नलाई जम्मा हुनुभएका मेरा प्रिय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीमा स्वीकार्नुहोस् जय राष्ट्रवाद जय नेपाल। आज हामी सुर्खेतमा छौँ। हामीले यो प्रदेशको राजधानी हो भन्ने कुरा गर्छौँ, तर यो सुर्खेतको परिचय के हो? हामीको यो सुर्खेतको अगाडिको नाममा हामीले लेख्ने गर्छौँ वीरेन्द्रनगर सुर्खेत, तर तपाईको आँखा अगाडि जसले यो वीरेन्द्रनगर बनाउनु भयो राजा वीरेन्द्रको शालिग तोडफोड गरिएको छ। हेर्नुस् त्यहाँ आँखा अगाडि। सुर्खेतका जनताले त यो शालिग तोड्नेलाई ओडाल्नु भनेको त आफ्नो अस्तित्व मास्नु बराबर हो। त्यो हुनाले यो राजा वीरेन्द्रको शालिग पहिला जस्तो थियो त्यस्तै बनाइन्छ, यो इतिहास यहाँ पुनर्जीवित गरिन्छ। यो कुराका उद्देश्य साथ आज हामी कर्णालीबाट प्रतिनिधित्व गर्छौँ, काठमाडौँमा जान्छौँ, संसदमा आवाज राख्छौँ, तर दुःख लाग्दो तपाईहरुले चुनाव जिताएर पठाएका मान्छे कर्णालीमा बजेट कमता बोल्दा पनि बोल्दैन, तपाईहरुको आवाज सुन्दा पनि सुन्दैन। अस्ति मात्रै कर्णालीको कुरामा हामीले झापाको क्षेत्र नम्बर केपी शर्मा ओलीज्यूको क्षेत्र नम्बर र धनुषाको क्षेत्र नम्बर 4 र 3 विशेष गरेर हाम्रो भौतिक पूर्वाधार मन्त्रीको क्षेत्रमा 8 अर्ब पैसा जाँदा हाम्रो कर्णालीका 10 वटा जिल्लामा 7 अर्ब रुपैयाँ। अनि यो विभेद भयो, यसको विरुद्धमा खडा हौं, यसको प्रतिवाद गरौं भन्दाखेरि यहाँ कर्णालीबाट जितेका कोही सांसद पनि उठेनन्। ती कर्णालीका सांसद हुन् कि काठमाडौँका कुनै कसैका चेला नरहिथिउन्, त्यसको जवाब तपाईहरुले मान्नुपर्छ। आज हामीले सडक बनाउँछौँ, जुम्लामा स्याउ फल्छ, डोल्पामा याक्सा गुम्बा छ। आज मात्रै कर्णाली प्रदेशमा 96 किसिमको जडीबुटी पाउँछ। आज मात्रै कर्णाली जलविद्युतको प्रचुर सम्भावना भएको क्षेत्र मात्र होइन, यो देशभरि 83,000 मेगावाट जलविद्युत क्षमता छ भने त्यसको 60% क्षमता कर्णाली प्रदेशले बेलाउँछ। हामी स्वर्ग बन्न सक्छौँ। यही तपाईको रारा ताल छ, सियो फक्सुन्नो छ, रारा जाने बाटो आज पनि धुलाम्ने छ। यो बाटो पिच गर, तिमीहरुको बहुको बजेट होइन भनेर संसदमा पहिले बोल्दा कर्णालीका सांसदले मलाई साथ दिए। तपाईहरु त्यसैका लागि भोट हालेको। हामीले माबु हुँदै दैलेखबाट रारासम्म बाटो पुर्यायौं। यदि कर्णाली करिडोरलाई राम्रो बनायौं भने बिहानपल्ट यहाँबाट उठेर रारा ताल घुमेर बेलुकापल्ट सुर्खेत आइपुग्न सक्ने अवस्था हुन्छ। आज बिजुलीको कुरा छ, प्रचुर सम्भावनाका साथ आज जुम्ली जनताले जनमत नदिएको भए आज तपाईको सुर्खेतमासम्म पनि राष्ट्रिय प्रसारण लाइन 132 केबी आउनेवाला थिएन। आज हामीले जुम्ला लिनुपर्छ भनेपछि त्यसको बाटो सुर्खेत पर्यो। कुलमान घिसिङ र हामी र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन तपाईको ऊर्जा मन्त्री भएको बेला 132 केबी विद्युत प्रसारण लाइनलाई हामीले जुम्लाको खलङ्गाको तलपट्टि रहेको पुङगाडामा हामीले 132 केबी झन्डै 7 अर्बको प्रोजेक्ट लन्च गरिसकेपछि त्यसको ठेक्का गरिसकेपछि बल्ल सुर्खेतमा अब 132 केबीको लाइन आउँदैछ। यही हो विकास। तपाईहरुका मान्छे त धेरै प्रधानमन्त्री भए, धेरै मन्त्री भए, अनि के गरेर बस्यो? शेरबहादुर दाइले अलिकति केही भनिहाल्छन् कि भनेर डराएर बस्छन्। म आज पनि भन्छु, मैले गलत गरिन भने म कसैसँग पनि डराउन्न। मैले गलत गर्नु भएन, कसैसँग डराइन्न। आफ्नो कर्मले बनाएको कर्म हो, आफ्नो कर्मका साथ अगाडि बढिन्छ। यसका दुई मत छैन। आज दलीय राजनीतिमा त्यस्तो भएको छ। यही बाटोको कुरा टाढा जानु पर्दैन। आज जुम्लाको स्याउ सुर्खेतका गल्ली गल्लीमा बेच्नु पर्ने थियो। जुम्लाको स्याउलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउनु थियो। आज सुर्खेतमा यदि रारामा हामीले राम्रो बाटो बनायौं भने सुर्खेतमा 5 स्टार होटल चल्छ कि चल्दैन? 5 स्टार होटल यहाँ चल्छ। किनभने कुनै पनि मान्छे रारा जानलाई सुर्खेत भएर जान्छ। यदि कर्णालीको बाटो मात्र बनायौं, यदि डोल्पासम्म हामीले सियो फक्सनसम्म बाटो जोड्यौं, रारासम्म बाटो राम्रो बनायौं, सिमिकोटसम्म बाटो राम्रो बनायौं,